हजुरको घर चाहिँ कता हो? हाम्रो खोटाङ। खोटाङ कुन ठाउँ हो? दिक्तेल कहाँ हो? बजार कतापट्टिको बजार हो? 2-4 दिन अगाडि नै हामीले भिजाएर लिएर हामीले यसरी चाहिँ बेचिन्छ हजुर। सरुवा भन्छ यसलाई। खाइसक्नु भएको छैन? त्यो कपको चाहिँ के हो? गाइज हाम्रो किराँती राईहरूको पूजा स्थल हामीले तीनचुलालाई मान्छौँ। यो तीनचुला यहाँ पूजा भइसकेको रहेछ। हेलो गाइज, हवा सेवा दर्शन नमस्ते। अधुरो किचन एन्ड ब्लगमा हजुरहरूलाई स्वागत छ। गाइज आज चाहिँ म यो बुढा नीलकण्ठ वडा नम्बर 2 स्थित गामचामा चाहिँ आज यहाँ किराँत राईहरूको चाहिँ उभौली पर्व भइरहेको छ। त्यसै क्रममा चाहिँ म आएको छु। गाइज आउनुहोस् जाम कसरी मनाइँदैछ म हजुरहरूलाई देखाउँदै जानेछु। गाइज आउनुहोस् है जाम। जस्तै यहाँ चाहिँ एकदम वारिपारी जङ्गल साकेला उभौलीको गेटबाट म छिर्दैछु है गाइज। पारी रहेछ जस्तो लागेछ। सेवा नाना के बेच्दै हुनुहुन्छ? हजुर
चाहनाहरू कस्तो भइरहेछ होली रमाइलो भइरहेछ केही पिउँदै हुनुहुन्छ कि खाँदै हुनुहुन्छ के हो खानु भएको वासिङ हो इनर्जी ड्रिङ्क हो कहाँबाट आउनुभएको हजुरहरू कहाँबाट आउनुभएको रमाइलो भइरहेछ नमस्कार हजुर के को गरिँदैछ नि यो हाम्रो सरुवा हजुर यो कोदोको प्योर सरुवा हो हजुर हाम्रो छान हो कि यो कोदोबाट चाहिँ अब हाम्रो रस निकाल्ने हो यो ए कोदो हजुर हजुर जाँड यसमा हालेर जाँड छोक्रा हजुर पानी हालेर 2-4 दिन अगाडि नै हामीले भिजाएर लिएर हामीले यसरी चाहिँ बेचिन्छ हजुर सरुवा भन्छ यसलाई हजुर हो एकदम राम्रो हुन्छ यो एकदम मिठो हुन्छ यो हाम्रो उभौली राईको मेन चाडपर्व हो हजुर योमा चाहिँ हामीले यसरी हुन्छ यो चाहिँ हाम्रो पूर्वको हो पूर्वको लक्ष्मी मार्गको सुँगुर हो यो सरुवा हामीले बेचेको चाहिँ तपाईँको यो चाहिँ सबैभन्दा पहिलो चाहिँ तपाईँको सङ्घ सभाबाट सुरु भएको सङ्घ सभाको पाङमा भन्ने ठाउँबाट क्या पाङमाले सरुवा भन्छ त्यो चाहिँ अनि त्यहाँबाट चाहिँ बिस्तारै अब काठमाडौँतिर आयो अब होइन सबैतिर अब साकेला चाडहरूमा एकदम विशेष खाने गरिन्छ सरुवा चाहिँ छ्याङभन्दा पनि छ्याङ रक्सी भन्दा चाहिँ सरुवा चाहिँ विशेष खाने गरिन्छ होइन यो चाहिँ कस्तो भने लोरुङ राईहरूले विशेष बनाउने चिज हो क्या यो चाहिँ तपाईँको बिहे वर्तमान यस्तै अब के भन्छ अब यस्तै साकेलाहरूतिर उधौलीतिर होइन त्यो चाहिँ बनाएर खाने अनि विशेष त्यसपछि तपाईँको अब सबैलाई मन पऱ्यो नि त उसको स्वाद सरुवा भनेर त्यसपछि चाहिँ सबै काठमाडौँतिर फैलिँदै गयो भनौँ न यसको प्रोसेस चाहिँ कस्तो हुन्छ यो प्रोसेस तपाईँको अब पुरानो त अब 1 वर्ष छ्याङ पनि हुन्छ होइन कोदोको नभएको पनि 6 महिनासम्मको चाहिँ पकाएर राखेर ल्याउनुभन्दा अगाडि 1-2 दिन अगाडि भिजाएर यसलाई प्रोसेस यही तरिकाले झारिन्छ यो झारेर अब यसरी खाने पिउने गरिन्छ भनौँ न म अर्जुन राई हो अर्जुन राई हजुर घर सङ्घर्षको आज यहाँ रमाइलो भइरहेको व्यापार कस्तो भइरहेछ व्यापार आज सोचे जस्तो त छैन अलिक कुनामा पर्यो त्यही पनि सर कसरी हो सेकुवा 300 रुपियाँ प्लेट
के खाँदै हुनुहुन्छ बाल्टी भयो त हो भन्नुहुन्छ हेलो हेलो हो सेवा हजुर रमाइलो हुँदैछ कहाँबाट आइपुग्नु हजुरहरू हजुर हामी भोजपुरबाट भोजपुरबाट बसाइ कता हो कसै कोही भोजपुर कोही यता भोजपुर। रमाइलो भइरहेछ अनि साकेला नाच्नु भएन अब नाच्नु फेरि नाच्ने युट्युबको नाम मेरो अधुरो किचन हो फुड ब्लग हो अधुरो किचन हजुर सर्च गर्नु न ल हामी एकछिन तपाईँको है हस् हस् थ्याङ्क यू खाइसक्नु भएको छैन देखाउनु न किरातीको छोरी इनर्जी ड्रिङ्क हो हेलो हेलो के खाँदै हुनुहुन्छ गाइस अहिले चाहिँ म पारी हाम्रो पूजास्थल माथि पूजास्थलमा जाँदैछु पारी माथि डाँडामा रहेछ जाँदैछु गाइस हेर्दै गर्नु होला म अहिले पुलमा जाँदैछु पुल तर्दैछु अब माथि उकालो रहेछ माथि डाँडामा रमाइलो रहेछ क्या यो ठाउँ हाम्रो गाउँ पहाडतिर जस्तै लाग्यो मलाई त कस्तो रमाइलो लाग्यो कि अब यसरी उकालो 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 जाने माथिबाट झर्दै हुनुहुन्छ कोही कोही जाँदैछन् हेर्नु है गाइस
खाँदै हुनुहुन्छ खाजा खाँदै हुनुहुन्छ कपको चाहिँ के हो त्यो कपको चाहिँ के हो ए इनर्जी ड्रिङ्क हो नानु इनर्जी ड्रिङ्क हो हस् हस् खानु गाइस अहिले म पूजा स्थलमा आइपुगेको छु यहाँ चाहिँ चिन्डोको प्रतिमा राखेको रहेछ डाँडामा छ यहाँ चाहिँ किरात राईहरूको 3 चुला रहेछ यही पूजा हुन्छ यो 3 चुलामा साह्रै रमणीय स्थल रहेछ गाइस तल पो जाँदैछन् नानी गाइस चिरपरिचित अनुहार हजुरहरूले देखिराख्नु भएको हो उहाँको नाम के होला कमेन्टमा लेखिदिनुहोस्
हौवा सेवा नमस्ते हजुर के गर्दै हुनुहुन्छ हामी यतिकै भर्खर नाचेर आएर बसिरहेको कहाँबाट आउँदै हुनुहुन्छ कपनबाट कपनबाट हजुर अहिले चाहिँ कहाँ गएर आउनुभएको अहिले साकेर नाचेर आएको हामी ए यो कुन ठाउँ हो यो नारायणथान सपली सपरी हो कि के भन्छ हजुरको घर चाहिँ कता हो हाम्रो खोटाङ खोटाङ कुन ठाउँ हो दिक्तेल दिक्तेल कहाँ हो बजार कतापट्टिको बजार हो बिचको रत्न पार्क हाम्रो तल बेस क्याम्पमा बेस क्याम्पमा बेस क्याम्प भनेको बिचमा हाट डाँडा र रत्नपार्कको बिचमा ए नाम भनिदिनुहुन्छ हजुरहरूको भन म चाहिँ रोसिका मेरो नाम चाहिँ रोसिका मगर हो ए ए ए हजुर मेरो नाम सन्ध्या मगर हाम्रो मम्मी चाहिँ राई हो दुईजनाको मम्मी ओ हजुर तपाईँहरू मगर हजुर मम्मी राई बाबा मगर मम्मी राई अनि खोटाङमा त खासै मगरहरू छैन त छैन खासै छैन अब हामी थोरैमा चाहिँ हामी पर्ने रहेछौँ ए कुन मगर हो हजुरहरू हामी थापा मगर थापा मगर ए अनि मगरहरू यो त राईहरूको किराँतहरूको कल्चर हो है हजुर अनि तपाईँहरू त पुरै किराँती ड्रेसमा हुनुहुन्छ त हजुर हामी अब सबै मम्मीको पनि म अब मम्मीपट्टिकोलाई पनि फलो गर्ने बाबापट्टिकोलाई पनि दुईटालाई follow गर्ने। प्राथमिकता ओ भेरी गुड अनि नाच्नुभयो तपाईँलाई नाच्न आउँछ हजुर हो नाच्नु भएको थियो हजुर पानीले डिस्टर्ब गर्यो है ए कहाँ बस्नुहुन्छ हजुरहरू अहिले यता अँ, कपनमा कपनमा कपन कहाँ कपन फैका चोक ए फैका भन्दा टाढै है यहाँबाट अलिक टाढै है ए अनि तपाईँहरूको मगर कल्चर तपाईँलाई थाहा छ थाहा छ थाहा छ है कपनमा चाहिँ खासै सेलिब्रेट चाहिँ गर्दैन त्यही पनि हामी चाहिँ अहिले चाहिँ थाहा छ जति हुन्छ त्यति चाहिँ माघ 1 गते चाहिँ एकदम मन पराउँ माघ के अरे 1 मनाउँछ अनि है? फागुन 15 फागुन 15 है ए ए हजुर माघ 1 गते तपाईँको चाडको नाम हुन्छ नि मगरको माघे सङ्क्रान्ति र मगर दिवस कुरा गरिदिनु भयो हजुरहरूलाई धेरै धेरै धन्यवाद धन्यवाद हजुर भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद भिडियो मन पर्यो भने प्लिज लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला हामी अर्को भिडियोमा भेट्छौँ बाई बाई